इन्टरनेट अनलाइन www.flashkhabar.net विश्वभर प्रसारण भइरहेको अनलाइन खबरमा म स्मिता अधिकारीको नमस्कार। माध्यमिक परीक्षा एसीई 2081 को नतिजा सार्वजनिक। परीक्षामा 61.81% विद्यार्थी ग्रेडेड, नन ग्रेडेड प्रशिक्षार्थीको संख्या 1,67,597। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण तय। सरकारले युएईमा काम गर्न जाने नेपाली कामदारको न्यूनतम तलब 1000 एडी र खाना खर्च बाबत 400 एडी कम्तीमा जम्मा 1400 एडी हुनुपर्ने नेपाल सरकार र श्रम मन्त्रालयको सूचना जारी। रासपा महासचिव पदको दाबी गर्दै डाक्टर मुकुल ढकाल सर्वोच्चमा। 7 जना नेपालीलाई इरानबाट उद्धार गरी स्वदेश फिर्ता। राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि भएको राजनैतिक प्रतिशोधको विरोधमा देशैभरि हस्ताक्षर सङ्कलन अभियान तीव्र। सुर्खेतमा 12 वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा भारत बिहार लोकेन्द्रपुर घर भएका मन्टु कुमार पक्राउ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसाय महासंघ पुनः आन्दोलनमा। बजेट मार्फत सरकारले सुनचाँदीका गरगहनामा 2% विलासिता करको विरोध। शुक्रबार दिउँसो चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एक आपसमा ठोकिँदा दुर्घटना, 2 जना घाइते, घाइतेहरूमा चालक र सहचालक। नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय परिसर विस्तार गर्न नेपाली काङ्ग्रेस नेता तथा पार्टी कार्यकर्ताद्वारा 13 करोड बराबरको घर जग्गा खरिद। धन्यवाद। विस्तृत समाचारको अपडेटका लागि हाम्रो पेज flashkhabar.net वा टिभी हेर्नुहोला। धन्यवाद। नमस्ते।